सो लेट्स लर्न अबाउट वाट इज लोकल होस्ट। सो बेसिकली लोकल होस्ट भनेको चाहिँ के हो भन्ने चाहिँ मेन एउटा हाम्रो जुन नर्मली सबभन्दा धेरै युजेस हुन्छ डेभलपमेन्टतिर, तर हामीले चाहिँ यसलाई थाहा हुँदैन कि लोकल होस्ट चाहिँ के हो। सो बेसिकली यसमा चाहिँ म सर्ट इन्ट्रोडक्सन दिन्छु लोकल होस्टमा, जसले चाहिँ तपाईँको चाहिँ पुरै तपाईँको डिपेन्डेन्सी हुन्छ नि सबै पुरै कन्सेप्ट क्लियर होस् है त। सो बेसिकली एज्युम गरौँ कि यो चाहिँ मेरो एउटा कम्प्युटर हो, सपोज यो एउटा हो मेरो फ्रेन्ड्सको कम्प्युटर, यो चाहिँ C1 मेरो, C2 चाहिँ कुनै फ्रेन्डको। सो मैले डेभलपमेन्ट गर्दैछु फर इक्जाम्पल एउटा रियाक्ट एप भनेपछि मैले जब रियाक्ट एपलाई रन गर्छु त्यसले हामीलाई दिन्छ लोकल होस्ट 3000। लोकल होस्ट फर इक्जाम्पल 3000 पोर्ट दियो, साथीले पनि सेम गर्यो, यही कोड लगाएर उसकोमा पनि लोकल होस्ट 3000 दियो। तर यो दुईवटा लोकल होस्ट मेरोमा र उसकोमा छुट्टै चल्यो। किनभने चाहिँ लोकल होस्ट भनेको चाहिँ के एउटा लोकल होस्ट भनेको चाहिँ एउटा रिजर्भ डोमेन नेम हो। रिजर्भ डोमेन नेम हो। रिजर्भ डोमेन नेममा त चाहिँ यसको नेम चाहिँ पहिल्यै रिजर्भ भइसकेको छ, यो पछि हामीले अब प्रोडक्सनमा युज गर्न पाइँदैन र यो चाहिँ हरेक आफ्नो कम्प्युटरको लागि युनिक हुन्छ र जुन कम्प्युटरले गर्यो त्यो कम्प्युटरको आफैलाई असाइन हुने हो है। सिम्पली भन्दाखेरि चाहिँ हरेक लोकल होस्ट चाहिँ आफ्नो कम्प्युटरमा युज हुने हो। सो तपाईँको यो लोकल होस्ट भनेको डोमेन नेमै हो, तर यसले चाहिँ आफ्नो कम्प्युटर या आफ्नो एउटा लोकल सर्भरलाई मात्रै गर्छ र यो चाहिँ प्रिडिफाइन हुन्छ है। फर इक्जाम्पल नर्मल्ली हामीले देख्दाखेरि फर इक्जाम्पल नर्मल डोमेन सिस्टम कसरी काम गर्छ भनेदेखि चाहिँ एउटा फेसबुक छ, सपोज यहाँबाट हामीले फेसबुक टाइप गऱ्यो भने facebook.com टाइप गऱ्यो भने यसले चाहिँ लगेर हाम्रो एउटा डिएनएस सर्भर हुन्छ, या डिएनएस सर्भरले चाहिँ जुनले चाहिँ हाम्रो नेमिङहरू खोज्छ फर इक्जाम्पल त्यसले चाहिँ के गर्छ, यो फेसबुकको एउटा आइपी दिन्छ, फर इक्जाम्पल फेसबुकको आइडी 192.168.0.0.1 भयो भने अब यसले चाहिँ गएर सर्भरमा हेर्छ र सर्भर थ्रु यदि यो पायो भने फेसबुक रिटर्न गरेर हामीलाई चाहिँ फेसबुक पेज आउने हो। तर अब हाम्रो लोकल होस्टको केसमा चाहिँ के हुन्छ भने जब युजरले लोकल होस्ट हाल्दाखेरि चाहिँ यसले डिएनएसमा जाँदैन, डिएनएसमा जाँदैन, डिएनएस जान सट्टा के गर्छ यसले सिधै गएर हाम्रो एपको यसले जुन हाम्रो यो डिभाइसमा जुन हाम्रो स्ट्याटिक म्यापिङ गरेको हुन्छ जसको भ्यालु छ 127.0.0.1 हो, यो लिएर लोकल होस्ट भनेको चाहिँ एक्ज्याक्टली यो हो क्या। सो लोकल होस्टले चाहिँ यो आइपी लिएर अनि रेन्डर गर्ने काम गर्छ। सो लोकल होस्टको युजेस चाहिँ के हुन्छ यदि सबै त बुझ्यौँ, तर लोकल होस्टको मेन युजेस भनेको चाहिँ 3टा कुरामा हुन्छ है त। सबभन्दा मेन भनेको चाहिँ डेभलपमेन्ट टेस्टमा हुन्छ, किनभने डेभलपमेन्ट टेस्टमा त हामीले लोकल होस्टमा गर्न पायो नि त, आफ्नो डिभाइसमा गर्न पायो नि त, आफ्नो डिभाइसमा चेक गर्न पायो। सेकेन्ड मोस्ट इम्पोर्टेन्ट सेक्युरिटी। सो सेक्युरिटी चाहिँ कुन केसमा आउँछ भने हाम्रो पेमेन्ट टेस्टिङहरू, ट्रान्जेक्सन टेस्टिङहरू त हामीले अरू थ्रु गर्न मिल्दैन नि त। सो हामीले चाहिँ यसलाई चाहिँ लोकल होस्ट थ्रु गर्छौँ। सो लिस्ट बट नट लास्ट चाहिँ नेटवर्किङ कस्तो चलेछ छैन त्यसको लागि युज गर्छौँ, मेन कन्सेप्ट चाहिँ। सो बेसिकली यही हो लोकल होस्ट फ्रम स्टार्ट टु एन्ड। थ्याङ्क यू।